स्वागत छ। आज हामी अलिकति फरक यात्रामा छौं। हामी सुसमाचारका परिचित कथाहरूभन्दा अलि पर गएर वर्जिन मरियमको जीवनका ती पक्षहरूलाई खोतल्दैछौं जुन खास गरी प्राचीन लेखोटहरू र चर्चका पुराना विश्वासिला परम्पराहरूमा पाइन्छन्। हो, यी स्रोतहरूले हामीलाई मरियमको जीवनलाई अझ फराकिलो दृष्टिकोणबाट हेर्न मद्दत गर्छन्। सुसमाचारमा त हामी उहाँको जीवनका केही झलक मात्र पाउँछौं, तर यी परम्पराहरूले शताब्दीौंदेखि मानिसहरूको भक्तिलाई आकार दिएका छन्। बिल्कुल, र आज हाम्रो यो गहिरो खोजको उद्देश्य पनि त्यही हो। मरियमको जीवनका महत्त्वपूर्ण तर सायद कम चर्चा भएका चरणहरूलाई बुझ्नु। उहाँको बाल्यकालको त्यो मन्दिर समर्पणदेखि लिएर उहाँको जीवनको अन्तिम अध्यायसम्म। विशेष गरी उहाँको विनम्रता र त्यो अटुट विश्वासलाई केन्द्रमा राखेर। हो नि, कस्तो भने हामीले सुन्ने कथा त त्यो पानीमा देखिने आइसबर्गको टुप्पो जस्तो मात्र हो। आज हामी त्यो पानी मुनि लुकेको विशाल भागलाई हेर्ने प्रयास गर्दैछौं। ल, सुरु गरौं न त। हुन्छ, सुरु गरौं। त्यसो भए मरियमको प्रारम्भिक जीवनबाटै कुरा उठाउँ। परम्पराले भन्छ उहाँको जन्म यरुसलेममा भएको थियो, योआखिम र अन्नाबाट। उहाँहरू लामो समयसम्म निसन्तान हुनुहुन्थ्यो रे। हो, अनि धेरै प्रार्थनापछि मरियम जन्मिँदा उहाँहरूले कृतज्ञता स्वरूप छोरीलाई परमेश्वरमा समर्पण गर्ने वाचा गर्नुभयो। यो त्यो बेलाको एउटा गहिरो धार्मिक चलन पनि थियो। अनि त्यो वाचा पूरा गर्न उनीहरूले मरियम जम्मा 3 वर्षकी हुँदा यरुसलेमको मन्दिरमा लगेर समर्पण गरेछन्। कस्तो अचम्म होइन, यति सानो उमेरमा। 3 वर्षकी, कल्पना गर्नुस् त। अनि ती लेखोटहरू अनुसार मन्दिरै उहाँको घर जस्तै भयो। दिनहरू प्रार्थनामा, धर्मशास्त्र अध्ययनमा अनि मन्दिरको सेवामा बित्थ्यो रे। सेवा मतलब कस्तो खालको सेवा? जस्तै त्यो पवित्र वस्त्रहरू सिउने, मन्दिरको सरसफाइमा सघाउने अनि गहिरो आध्यात्मिक चिन्तन गर्ने। परम्पराले त यहाँसम्म भन्छ कि उहाँ पुजारीहरूको रेखदेखमा मात्र होइन, स्वर्गदूतहरूबाट पनि शिक्षा पाउनुहुन्थ्यो रे। ए, स्वर्गदूतहरूबाटै? यो समर्पणले उहाँको बाल्यकालदेखिकै त्यो असाधारण पवित्रता र ईश्वरप्रतिको निष्ठालाई देखाउँछ। मतलब यो जीवनले उहाँलाई भविष्यको त्यो अद्वितीय भूमिकाको लागि तयार पार्दै थियो क्यारे। यो तयारी त साँच्चै विशेष रहेछ। तर जब मरियम 14 वर्ष जतिको हुनुभयो, त्यहाँ एउटा समस्या आयो होइन त? पुजारीहरू अफ्कारमा परे भन्ने सुनिन्छ। हो, किनभने त्यो बेलाको चलन अनुसार युवतीहरू विवाहयोग्य उमेर पुगेपछि मन्दिरमा बस्दैनन्थे, कि घर फर्किन्थे कि विवाह हुन्थ्यो। तर मरियमको मामला त फरक थियो। एकदम। यी प्राचीन स्रोतहरूले के भन्छन् भने मरियमले आफ्नो हृदयमा सधैँ कुमारी रहने एउटा गोप्य वाचा गर्नुभएको थियो रे परमेश्वरसँग। ए, उहाँको व्यक्तिगत वाचा हो। त्यसैले पुजारीहरू अन्योलमा परे। एकातिर सामाजिक र धार्मिक नियम, अर्कोतिर मरियमको त्यो पवित्र वाचा र उहाँको सुरक्षाको प्रश्न। अनि उनीहरूले के गरे त? कसरी समाधान खोजे? परम्परा अनुसार उनीहरूले प्रार्थना गरेर ईश्वरीय निर्देशन खोजे। अनि प्रधान पुजारीलाई एउटा दर्शन भयो रे, जसमा यहुदाका सबै अविवाहित धर्मी पुरुष जो दाउदको वंशका थिए, उनीहरूलाई आफ्नो लौरो लिएर मन्दिर आउन भनियो। लौरो लिएर किन होला? विश्वास यस्तो थियो कि जसको लौरोबाट परमेश्वरले कुनै चिनो देखाउनुहुन्छ, उही मरियमको संरक्षक छानिनेछ। निकै नाटकीय सुनिन्छ त यो। अनि के भयो त? भयो पनि त्यस्तै। धेरैजना आए, जसमा नासरतका एकजना वृद्ध विदुषीकर्मी युसुफ पनि हुनुहुन्थ्यो, एकदमै विनम्र। अनि जब पुजारीले सबै लौराहरू जम्मा गरेर प्रार्थना गर्नुभयो, अचानक युसुफको त्यो सुकेको लौरोमा कोपिला लाग्यो रे। साँच्चै? सुकेको लौरोमा? हो, अनि सुन्दर सेतो लिली फूल फुल्यो। त्यति मात्र होइन, त्यहीबाट एउटा चम्किलो ढुकुर निस्केर युसुफको टाउकोमाथि घुम्न थाल्यो रे। ओहो, यो त स्पष्ट ईश्वरीय संकेत भयो नि। तर युसुफ आफै चाहिँ के भन्नुभयो त? कलिलै छिन्, म त हाँसोको पात्र बन्छु होला। उहाँ अलि डराउनु भयो, सायद आफूलाई योग्य ठान्नु भएन। तर यो छनौटको पछाडि त गहिरो अर्थ थियो होला नि? अवश्य।
पहिलो कुरा युसुफ दाउद राजाकै वंशका हुनुहुन्थ्यो र भविष्यवाणी अनुसार मसिया दाउदकै वंशबाट आउनु पर्थ्यो। दोस्रो, उहाँको उमेर र विदुर अवस्थाले मरियमको त्यो कुमारित्वको वाचा सुरक्षित रहन्छ भन्ने सुनिश्चित गर्यो। त्यो पनि हो। अनि प्रधान पुजारीले युसुफलाई सम्झाउनु भयो, नडराउ युसुफ, तिमी उनलाई पत्नीको रूपमा लिन होइन, तर परमेश्वरको यो पवित्र पात्रको रक्षा गर्न र साक्षी बन्न छानिएका हौ। यो ईश्वरीय योजना थियो। अनि युसुफले मान्नुभयो त? मान्नुभयो, एकदमै विनम्रता र आज्ञाकारिताका साथ। उहाँले मरियमलाई नाजरतमा आफ्नो घर लानुभयो, तर सम्पत्तिको रूपमा होइन, एउटा पवित्र जिम्मेवारीको रूपमा। उहाँ मरियमको कानुनी पति र संरक्षक बन्नुभयो। यसले युसुफको चरित्र पनि देखाउँछ, कति विश्वासी, विनम्र र जिम्मेवार। कस्तो अचम्मको घटना है। यो छनौटपछि त मरियमको जीवनमा त्यो सबैभन्दा महत्त्वपूर्ण क्षण आयो होला, मङ्गलोद्घोष, दि एनन्सिएसन। हो, युसुफसँग विवाह भएको केही समयपछि परम्परा अनुसार मरियम नासरतमा आफ्नो कोठामा हुनुहुन्थ्यो, सायद प्रार्थना गर्दै वा शास्त्र पढ्दै। त्यही बेला अचानक प्रधान स्वर्गदूत गेब्रियल देखा पर्नुभयो। अचानक? उहाँको उपस्थिति यति तेजस्वी थियो रे कि मरियम सुरुमा त डराउनु भयो। स्वाभाविकै हो। अनि स्वर्गदूतले के भन्नुभयो? स्वर्गदूतको पहिलो सम्बोधन नै विशेष थियो। हे अनुग्रहले भरिएकी, प्रभु तिमीसँग हुनुहुन्छ, तिमी नारीहरूमध्ये धन्य हौ। यो सुनेर मरियम झन अलमलमा पर्नुभयो रे, यो कस्तो अभिवादन होला भनेर। अनि गेब्रियलले भन्नुभयो, नडराउ मरियम, किनकि तिमीले परमेश्वरबाट अनुग्रह पाएकी छौ। हेर, तिमीले गर्भधारण गर्नेछौ र एउटा पुत्र जन्माउनेछौ र उहाँको नाम येशू राख्नेछौ। येशू? हो। अनि स्वर्गदूतले त्यो बालक को हुनुहुन्छ भनेर पनि बताउनुभयो। उहाँ महान हुनुहुनेछ, परमप्रधानका पुत्र कहलाइनुहुनेछ। उहाँले याकुबको घराना र उहाँको राज्यमाथि सदा सर्वदा राज्य गर्नुहुनेछ। उहाँको राज्य कहिल्यै अन्त्य हुने छैन। सुन्दा पनि विश्वासै नलाग्ने कुरा। एउटी साधारण युवतीलाई यस्तो सन्देश। मरियमले के भन्नुभयो त? मरियमले शंका गर्नु भएन, तर स्पष्टता खोज्नुभयो। उहाँले सोध्नुभयो, यो कसरी हुन सक्छ, किनकि मैले कुनै पुरुषलाई चिनेकी छैन। यो उहाँको कुमारित्वको बाचा र यथार्थताको प्रश्न थियो। निकै सिधा प्रश्न। अनि गेब्रियलको जवाफ के थियो? जवाब पनि त्यस्तै अलौकिक थियो। पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ र परमप्रधानको शक्तिले तिमीलाई छोप्नेछ। त्यसैले जन्मिने बालक पवित्र हुनुहुनेछ र परमेश्वरका पुत्र कहलाइनुहुनेछ। स्वर्गदूतले उहाँकी आफन्ते इलिजाबेथको वृद्धावस्थामा भएको गर्भधारणको उदाहरण दिएर परमेश्वरको लागि केही असम्भव छैन भनेर पनि बताउनुभयो। अनि त्यसपछि आयो त्यो क्षण जसले सबै कुरा बदल्यो। हो, त्यो ऐतिहासिक क्षण। सम्पूर्ण सृष्टिले सास रोकेर मरियमको जवाफ पर्खिरहेको थियो होला। अनि उहाँले पूर्ण विश्वास, समर्पण र विनम्रताका साथ भन्नुभयो, हेर्नुहोस्, म परमप्रभुकी दासी हुँ, तपाईको वचन अनुसार ममा पूरा होस्। तपाईको वचन अनुसार ममा पूरा होस्। कति शक्तिशाली शब्दहरू। एकदम। यो हुन्छ भन्ने जवाफ केवल शब्द थिएन, यो मानव इच्छाको ईश्वरीय इच्छासँगको पूर्ण मिलन थियो। त्यही क्षणमा भनिन्छ, अनन्त पुत्र उहाँको गर्भमा मानव रूप लिन प्रवेश गर्नुभयो। यसले मरियमको विश्वासको गहिराई देखाउँछ, नबुझे पनि भरोसा गर्ने। तर यो अलौकिक घटनापछि पनि वास्तविक संसारमा त चुनौतीहरू आए होलान् नि। गाउँ समाजमा यो कुरा कसरी लियो होला? अवश्य आयो। नाजरत सानो ठाउँ थियो। विवाह अघिको गर्भावस्थाले त पक्कै पनि कुरा काट्ने ठाउँ दियो होला, शंकाहरू उब्जायो होला। अनि यी प्राचीन लेखोटहरूमा एउटा घटनाको वर्णन छ जुन सुसमाचारमा पाइँदैन, तितो पानीको परीक्षा। तितो पानीको परीक्षा यो के हो नि फेरि?